सुवर्णभूमि इन्टरनेसनल एयरपोर्ट ब्याङ्कक थाइल्यान्डको प्यासेन्जर लन्चमा भएका केही कलाकृतिहरूको भिडियो खिच्दैछु म। यहाँ कोरियाका चित्रहरू को पेन्टर अथवा कलाकारको पनि बारेमा जानकारी छ र यी चित्रहरू हेर्दा यस्तो लाग्छ सबै हामी नेपालीहरूको जनजीवनसँग मिल्दोजुल्दो खालको छ। पहिलो चित्रमा बालबालिकाहरू रिङ उडाउँदै गरेको देखिन्छ भने दोस्रोमा चाहिँ महिला पुरुषहरू बाजागाजासहित नाच्दै गाउँदै गरेको जस्तो देखिन्छ र तेस्रोमा चाहिँ हाम्रो स्पेसल्ली तराईतिर थारू चौधरीहरू तराईहरू वा मधेसीहरूको जीवनशैली देखिने खालको वेशभूषा पनि त्यस्तै खालको र खेतीबारी गर्दै गरेका जस्तो देखिन्छ। हेर्दाखेरि नेपाली कलाकृति जस्तो देखिने मैथिली आर्ट जस्तो पनि लागेको केही अचम्म।